ए भाइ त्यो एउटा मोबाइल देखाउ त। ए कति कति पैसाको अंकल? कस्तो पैसा आएको भनेको नि? बुढो मान्छेले मोबाइल किन्न नहुने हो र? पैसा आएको र नआएको भन्नेलाई अलिक कान कम सुन्नुहुन्छ कि उहाँले? सुन्नुहोस् त हजुर, भाइले कति पैसाको मोबाइल दिउँ भनेको पैसा आएको भनेको हो त? ओके ए ठिकै छ। अनि कति पैसाको भन्दा नि देखाउन कुन कुन छ के छ? थुप्रै ब्रान्डको छ अंकल, कुन चाहिँ देखाउँ भन्नु न, कुन ब्रान्डको? त्यो राडमी भन्ने छ त। राडमी? राडमी होइन होला अंकल, रेडमी होला। रेडमी भन्नु खोज्नु भएको हो? त्यही देखाउन कुन कुन कस्तो कस्तो आएको छ। राडमी, अच्छा रेडमीको त थुप्रै सेटहरू छ अंकल, एकछिन है म लिएर आउँछु। ल यो हेर्नु त अंकल, रेडमीको यो सेट राम्रो छ, सस्तो, बलियो, राम्रो। चाम्रो? मोबाइल चाम्रै त हुन्छ नि, के गरेको छ? गिलो पनि हुन्छ त मोबाइल। अनि राम्रै छ त यो, के चल्छ यसमा? ए सबै चल्छ अंकल, सबै चल्छ। तपाईको 4G 5G सबै चल्छ। त्यो के जी चलेन नचलिने सिम चल्नु पर्यो। चल्छ अंकल, चल्छ, सबै चल्छ। सिम झन् नचल्ने कुरा हुन्छ र? ए अनि यति हो त? तिमीसँग अरू पनि छ होला नि त? छन त छ अंकल, अरूहरू त अलि महँगो छ। बाङ्गो छ? होइन, कस्तो बाङ्गो मोबाइल आयो फेरि? छ्या, यो बुढो त खालि उल्टो मात्र सुनेर महँगो मात्र छ रे के अरू? होइन, के भने? अरू त सबै महँगो छ रे क्या? बिस्तारै बोल्न, सुनिहाल्छु नि, किन चिच्याएको? खोइ अर्को एउटा दुईटा दिन देखाऊ। खै त्यो दिनुहोस् त, म अर्को एउटा देखाउँछु तपाईँलाई। ल यो हेर्नुहोस् त, यो कस्तो लाग्छ? अनि यसको के छ नि विशेषता? यसको विशेषता भन्नुपर्दा अंकल, यसमा राम्रो ट्र्याकिङ सिस्टम छ। अब यो मोबाइल लिएर तपाईँ जहाँ गए पनि, तपाईँले घरमा अर्को मोबाइलसँग कनेक्ट गर्नुभयो भने घरको मान्छेले तपाईँ कहाँ गयो भनेर ठ्याक्कै थाहा पाउँछन्। ओहो, यो त हुँदैन झन्। छोरा मान्छे कहाँ पुग्नुपर्छ नि, घरको मान्छेले सबै थाहा पाएर हुन्छ? हुँदैन, यो त हुँदैन। अर्को देऊ। त्यो ब्ल्याक मोरी भन्ने छ त? ए तपाईँले फोन किन्ला जस्तो छैन। ब्ल्याक मोरी रे, ब्ल्याकबेरी भने होला। त्यो पुरानो सेटहरू अहिले आउँदैन के, कम्पनी नै बन्द भइसक्यो। Seriously? ल छिटो भन्नुहोस्, काम छ मेरो यहाँ। के लानुहुन्छ? के खानुहुन्छ? के खानु? भर्खर भात खाएर आएको, चिया खुवाउ नि त। ल खुवाउ ल। अरे एक थोक भन्यो एक थोक सुन्छ, कस्तो मान्छे चाहिँ दोकानमा आउँछ यार। अब जे सोधिन छैन भन्छ। त्यो ऊ छ त ल्याउनु भयो भन्ने? ल्याउनु भयो छ? ए छैन, ल्याउनु भयो रे, फेरि लिनु भयो भन्न खोजे होला। छैन दाइ, छैन, तपाईँ जानुहोस्, काम छैन, अनेक थोक सोधिरहन्छन्। खोजे सामान एउटा छैन, बरु एक थोक काम गर भाइ। के काम? आलु बेचेर बस, के मोबाइल बेच्छौ? त्यो हुइयाको सेट छ त भाइ? दाइ हजुर निस्किहाल्नु त, छैन हुइयाको सेट। कस्तो मान्छे आउँछ यार, हुवाको सेट मागे होला, हुइया भन्छ। भाइ त्यो मोटरवाला लो कहाँ गयो? होस्, के सोध्नु यसलाई? एउटा मोबाइलको नाम राम्ररी भन्न जान्दैन।